एनुअल इन्कम 10 लाख प्लस छ हजुर। यसको काम के हो ठ्याक्कै? ई-कमर्स हजुर हजुर। के छ अनलाइन प्लेटफर्म जस्तै ठ्याक्कै? अनलाइन प्लेटफर्म हजुर। के बेच्ने ओर्ने? सबै कुरा ई-कमर्स। हजुरको साइटको नाम? जीवी ओके JEEVEE। ओके। अनि त्यस पछाडि हजुरको लाइफको फर्स्ट जब चाहिँ के थियो? मेरो लाइफको फर्स्ट ब्याङ्कमा? हजुर। के गर्नुहुन्थ्यो? ब्याङ्कमा अपरेसन हेर्थेँ। अपरेसन हेर्नुहुन्छ। अनि यो कसरी सोच आयो त एकदम यो जबबाट हैन यतातिर लाग्नुपर्छ भनेर? के भयो भने म चाहिँ नि हल्का अलिकति तिम्रो बाहिर जाने मान्छेहरूसँग बोल्ने हैन ब्याङ्कमा चाहिँ अलिकति क्लेरिकल कामहरू थियो क्या। हजुर। त्यही भएर अलिकति मेरो नेचरसँग अलि म्याच नभएपछि मैले ब्याङ्कको जब छोडेर अलिकति मेरो नेचरसँग म्याच हुने जब गरेँ। हजुर। अनि युथहरू जो एकदम अहिले आत्तिएर बाहिर गइरहेको छ नि त विदेश, हजुर, उहाँहरूलाई के भन्न चाहनुहुन्छ? अब त्यही हो, नेपालमा पनि राम्रो गर्न सकिन्छ। अलिकति प्यासन भएर आफ्नो इन्ट्रेस्टकै हो, त्यही इन्ट्रेस्ट भएको कुरामा लाग्यो भने चाहिँ नि गर्न सकिन्छ। हजुर। हजुरको नर्मली एनुअल इन्कम 10 लाख प्लस छ है? हजुर। हस् सर, थ्याङ्क यू सर फर